गोर्खा जहाँ इतिहास मात्रै छैन, सम्भावनाको पहाड पनि छ। तर जब जब यो भूगोल सङ्कटमा पर्यो तब एउटा मान्छे सधैँ ढाल बनेर उभिरह्यो। उनी जसले पदलाई होइन सेवालाई आफ्नो पहिचान बनाए। पर्यटन व्यवसायीको रूपमा विश्वमा गोर्खा र नेपालकै पहिचान फैलाउने एउटा अनुहार, आफ्नै नेतृत्वमा रहेको सम्भव नेपाल मार्फत शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा परिवर्तनको बिउ रोप्ने एउटा अभियन्ता। पदमा नहुँदा पनि जसले जनताको सेवा नै पहिलो धर्म ठान्यो, उनी हुन् आरूपोखरीका प्रेम खत्री। आरूघाटको भीमोदय माविमा पढ्दा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक करियर सुरु गरेका प्रेम खत्री अहिले नेपाली काङ्ग्रेसको महासमिति सदस्य छन्। पार्टीभित्र पनि सधैँ युवा र परिवर्तनको वकालत गर्ने उनलाई अहिले पार्टीले गोर्खा क्षेत्र नम्बर 1 मा प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनाएर सिङ्गो गोर्खालीको भविष्य कोर्ने जिम्मेवारी सुम्पिएको छ। 2072 को विनाशकारी गोर्खा भूकम्प सम्झनुहोस् त। जब गोर्खा रोइरहेको थियो, ध्वस्त भएको थियो, सयौंले ज्यान गुमाएका थिए, हजारौं घाइते छटपटाइरहेका थिए, करिब सबै नै घरबार विहीन भएको अवस्था थियो। तब प्रेम खत्री र उनको टिम उद्धार, राहत र आशा बोकेर गोर्खाका डाँडा काँडा चहारिरहेको थियो। याद गर्नुहोस् त, हामी सबैले भोगेको अर्को सङ्कट, कोभिड र लकडाउनको समय, जब सारा विश्व घरभित्र लुकेको थियो, तर गोर्खाको एउटा छोरो जो आफ्नो ज्यान हत्केलामा राखेर गाउँ गाउँमा एम्बुलेन्स, औषधि र अक्सिजन लिएर पुग्यो। त्यति बेला नै उनले खाद्यान्न र स्वास्थ्य सामग्री मात्र होइन, गोर्खाका 11वटै स्थानीय तहमा 13वटा एम्बुलेन्स उपलब्ध गराएर हजारौंको ज्यान बचाए। 7वटा स्वास्थ्य चौकीमा सुविधा सम्पन्न ल्याब स्थापना गरेर गाउँमै उपचारको जग बसाले। उनी प्रेम खत्री यो केवल एउटा नाम मात्रै होइन, यो एउटा अटुट भरोसाको प्रतीक पनि हो। 22 वर्षकै उमेरबाट व्यवसायसँगै सामाजिक काम थालेका उनको सेवाको हात कहिल्यै रोकिएनन्। 35,000 विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा अनि दर्जनौं जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षासम्मको जिम्मेवारी, आमाको स्मृति र अरू विभिन्न शीर्षकमा कयौं विद्यालयमा अक्षय कोष, करोडौं खर्चेर गाउँ गाउँमा विद्यालय भवनदेखि होस्टलसम्म उभ्याए। यो एउटा व्यक्तिको प्रयास मात्रै थिएन, यो त गोर्खालीको भविष्यप्रतिको लगानी थियो। कयौं विपन्न परिवारको आफ्नै घर निर्माण गरिदिँदा होस् वा बाढी पहिरो र आगलागीमा परेका घरहरूलाई छानाको ओत दिँदा, उनी सधैँ जनताको आँसु पुछ्ने सारथी बनिरहे। महिलालाई आत्मनिर्भर बनाउन 300 भन्दा बढी समूहलाई सहयोग, युवाहरूको प्रतिभा निखार्न गाउँ गाउँका क्लबलाई खेलकुद सामग्री, सबैका परम्परा, धर्म, संस्कृति बचाउन विभिन्न पहल गरेका व्यक्ति। उनको परिचय भाषणमा होइन, कुरामा होइन, यी हजारौं उपकारका कथाहरूमा भेटिन्छन्। व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका प्रेम खत्री स्पष्ट वक्ता, कुशल व्यवस्थापक, प्रखर वक्ता र समाजसेवीका रूपमा समुदायमाझ परिचित छन्। पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा लगानी गरेर सयौं युवालाई प्रत्यक्ष रोजगारीमा जोडेका उनले 30 भन्दा बढी देश घुमेर त्यहाँको विकास र समृद्धिलाई नजिकबाट बुझेका छन्। कुरा होइन काम, भाषण होइन कर्म गर्नुपर्छ भन्नेमा विश्वास राख्ने प्रेम आज सारा गोर्खालीले सप्रेम गर्ने पात्रका रूपमा साबित भएका छन्। 15 वर्ष अघिदेखि तपाईँ हाम्रो सेवा गरिरहेको 41 वर्षीय प्रेमलाई अब तपाईँ हामी सबैले यो समाज निर्माणका लागि थप जिम्मेवारी दिएर पठाउने समय आएको छ। जसलाई यो माटोले चिनेको छ, तपाईँ हाम्रो पीर मर्का बुझ्न सक्छ, सङ्कटमा साथ दिएको छ, पढे लेखेको छ, जसले संसारको विकास देखेको छ, घुमेको छ, संसद र सरकारमा गएर काम गर्ने क्षमता राख्छ। आउनुहोस्, गोर्खाको यो भरोसालाई अब नेतृत्व सुम्पौँ। आउँदो फागुन 21 को निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेद्वार प्रेम खत्रीलाई रुख चिन्हमा मतदान गरी भारी मतले विजय गराऊ। जय गोर्खा, जय नेपाल। भोटा हालौ सबैले रुखमा, प्रेम खत्री छन् सुख र दुःखमा।